अहिले रिसेन्टली भएको जेनजी आन्दोलनले नेपालको राजनीतिलाई पक्कै नयाँ मोड त दियो होला, तर के तपाईहरुलाई थाहा छ यसले जनस्वास्थ्यमा कस्तो असर परेको छ? आज हामी कुरा गर्दैछौँ भर्खरै घटेको जेनजी आन्दोलनले जनस्वास्थ्यमा पारेको प्रत्यक्ष अप्रत्यक्ष असरहरू। नमस्कार, तपाईहरु हेर्दै हुनुहुन्छ प्रोजेक्ट पीएसबी। अहिलेसम्म आइपुग्दाखेरि मृत्यु हुनेको संख्या 70 कटेको छ भने घाइते हुनेको संख्या 1500 नागिसकेको छ। अब देशको युवाहरूको यो अवस्थामा मृत्यु भइरहँदाखेरि देशले कति जनशक्ति घुमाइरहेको छ भन्ने कुरा तपाई हामी सजिलै आँकडा गर्न सक्छौं। त्यसैगरी घाइतेहरूलाई उपचार गर्ने क्रममा अस्पतालमा ठाउँको कमी भएको छ भने उपचार गर्नको लागि डाक्टर नर्सको कमी भएको पनि हामीले देख्न सक्छौं। नेपालको सिंहदरबारदेखि न्यायपालिकासम्म, नगरपालिकादेखि नेताको घरहरूसम्म जलिरहँदाखेरि नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि जलेर खरानी भएको हामीले देख्न सक्छौं। यसले स्वास्थ्यमा जनधनको क्षति त गरेकै छ, साथसाथै विभिन्न सेवाहरू चाहिँ रोकिएको छ। त्यसैगरी रिपोर्टिङहरू प्रपरली भएको छैन, भ्याक्सिन कार्यक्रमहरू सञ्चालनमा आएका छैनन् भने देशका विभिन्न स्वास्थ्य संस्थाहरू चाहिँ अवरुद्ध भएको अवस्था पनि हामीले देख्न सक्छौं। देशभरिका बिल्डिङहरू जलिरहँदाखेरि त्यसबाट निस्किने कालो मुस्लो धुवाँले यो वायुमण्डलमा एकदमै प्रदूषण फैलाउने काम गरेको छ। त्यसैगरी यस आन्दोलनले शारीरिक स्वास्थ्यमा मात्रै असर नगरिकन मानसिक स्वास्थ्यमा पनि यसले ठूलो असर गरेको छ। मानिसहरूमा विभिन्न किसिमका डिप्रेसन, एन्जाइटी, पीटीएसडी जस्ता विभिन्न किसिमका मानसिक असरहरू परेका छन्। स्वास्थ्यमा यति धेरै नकारात्मक असर परिरहँदा पनि देशभरि एम्बुलेन्स सेवा अवरुद्ध भएको छैन। त्यसैगरी विभिन्न अस्पतालहरूले निशुल्क उपचार गरिरहेको अवस्था छ भने देशका विभिन्न ठाउँमा चाहिँ मेन्टल हेल्थ काउन्सिलिङहरू भइरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौं। र अन्त्यमा हामीले बिर्सिनै नहुने कुरा भनेको आन्दोलन सकिसके पछाडि पनि जेनजी युवाहरूले भोलिपल्ट देशमा भएका ती फोहोरहरू सफा गर्ने काम गरेका छन्। देशमा रहेका प्रदूषणहरूलाई, फोहोरहरूलाई व्यवस्थापन गर्ने काम चाहिँ गरेका छन्। यसले विभिन्न इन्फेक्सियस डिजिजहरू, विभिन्न किसिमका रोगहरू फैलिन चाहिँ दिँदैन। म एउटा जनस्वास्थ्य कर्मी भएको नाताले मैले चाहिँ जनस्वास्थ्यको लेन्सले हेर्दाखेरि यी समस्याहरू देखेँ भने यदि तपाईहरुले यस बाहेकका कुनै स्वास्थ्य समस्याहरू देख्नु भएको छ भने कृपया कमेन्ट सेक्सनमा लेखिदिनु होला। यति भन्दै यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने मेरो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। र अर्को हप्ता फेरि नयाँ भिडियो लिएर तपाईहरु सामु उपस्थित हुन्छु भन्ने आशाका साथ म तपाईहरुसँग बिदा हुन्छु। हस्, धन्यवाद।